को घेराभित्र दुर्गा प्रसाई हुनुहुन्थ्यो, तत्काल पक्राउ गर्नुपर्ने होइन। प्रहरीको घेराभित्रबाट उहाँ निस्किनु भएको होइन। यहाँबाट झापा पुग्दा 7 ठाउँमा उहाँले प्रहरीले चेक गरेर ए दुर्गा प्रसाई भनेर सलाम गर्दै पठाएको होइन हो कि होइन? उहाँको गाडी यहाँबाट गयो। तपाईलाई थाहा छ त्यसो भए? किन थाहा हुँदैन? प्रवक्ता हुँ। त्यसपछि नेपाल प्रहरीले उहाँलाई स्कोटिङ गरायो भने आउँदैछ। हर एक ठाउँमा उहाँको गाडीलाई प्रहरीको सीसी क्याममा देखिएको छ। हर एक ठाउँमा प्रहरी चेकिङमा उहाँको गाडीले रोकेर चेक गराएर गाडी नम्बर टिपाएर गएको छ। यहीँबाट निस्किँदाखेरि यो तपाईको चाहिँ करिडोरको बाटो हुँदै त्यसले जनतालाई भरम हो यो पारेको अहिले 100% विदेशी दलाल मिडियाले फिजाएको भ्रम हो। उहाँलाई प्रहरीले त्यत्रो समयसम्म राज्य निकायले सुरक्षित गरेर उहाँलाई भगायो। उहाँले त्यहाँ दुर्गा प्रसाई मात्रै बसिरहनु पर्थ्यो, अरू सबैलाई गोली हानेर धपायो त। प्रहरीले गोली हानेर धपाएको तपाईले भिडियो हेर्नुभयो होइन? तिनकुनामा होइन? प्रहरीले धपाइसकेपछि आफू धपाउने, धपाएर त्यहाँबाट तपाईको बाहिर निकाल्ने, बाहिर निकालेपछि प्रहरीले आफै स्कर्टिङ गरेर यहाँदेखि झापासम्म पुर्याउने। हरेक ठाउँमा जाँदा प्रहरीले चाहिँ त्यो गाडीको नम्बर टिपेर राखेको छ। यो सब नाटक गरिरहेका छन्।